पानी लगाइदेऊ जे सिचुएसन चल्दैछ पानी रोक्दै मैं नाचू आज छम 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 दया ये चल रहा है यो पानीमा पर्यो भन्दै डराएर भित्र पस्ने मान्छे चाहिँ म होइन दादा बोलकुन गाना गा पानी परेको बेला चाहिँ मान्छे डराएर घरभित्र बस्नुहुन्न पानीमा भिज्नुको लागि बाहिर आउनुपर्छ कि अनि त्यो आउनुको सबैकोमा दम हुँदैन कोही कोही मान्छेको मात्रै दम हुन्छ पानीमा आएर भिज्ने है यहाँ चाहिँ कोही हिन्दी गर्दैछ तर मलाई शरम पनि लाग्छ नि त बोल्नलाई बट यस आई क्यान डु बेटर माइसेल्फ मेरो रुम चाहिँ आइपुग्नु आँट्यो सिद्धुर छैन अब तरै दूरमा मेरो रुम ल र आन्टी बिचार बजार गर्दै आउँदैछ होइन मेरो आगेमा ब्याग अब म जान्छु घरतिर होइन म चाहिँ के भन्नु आँटेको छ भने भुलिदिएँ है याद पनि भन्छु मेरो रुम पुग्नु आँट्यो थाहा छ म पानीमा भिजाउँदै भिजाउँदै आफ्नो फोनलाई बिगार्दैछु मैले मेरो फोनलाई बिगारेको के यसै मेरो साउन्ड खराब भएछ म सुन्दैन हेडफोन लगाएर फोनमा बोल्नुपर्छ अहिले अब झन् भिजाएर चाहिँ अझै पनि नयाँ तिमी गाडी हुँदै आउँदैछ है गाडीवाला सोचेको यो केटी कस्तो बोला जस्तो बोल्दै बोल्दै गएको होइन कि म ब्लगर हो क्या ब्लगर यिनीहरूले के बुझ्छन् उसले ए दाजुहरू मलाई हेरेको नि दाजु नगरिदिनु होला मलाई किन मर्नु खोजेको होइन साइटी लिनुहोस् त आयो पानी धेरै भयो पानी धेरै परिदियो यो पानीमा भिज्नेको मजा के सबकोमा हुन्न धेरै भन्दा पनि कोही कोहीको मात्रै भिज्नु सक्छ कि हामी जस्तो मान्छे हुनुपर्छ यस्तो झरेर पानीमा भिज्नु अर्काले त सक्दैन आम्मा पानी परेछ यस्तो होला थाक्यो बोल्दा पनि ब्लग बनाउनु यस्तो इजी होइन त मेहनत त छ कति बोल्नुपर्छ होइन म त बोलिराख्नुपर्छ यस्तो देखाइराखेको पनि यस्तो पनि त होइन बोल्दै बोल्दै गर्नु पऱ्यो ल त अब मेरो रुम पुग्नु आँट्यो है पुग्यो भन्ने पनि हुन्छ ल बाई बाई सी यू सुन ए मेरो रुमको गेट आयो बाई फेरि मिल्ने